साथीहरू यो मसरुमको बारेमा सुन्नुहोस् है, यो चाहिँ एकदमै किम्ती रहेछ साथीहरू, हेर्नुहोस् है। क्यान्सर पेसेन्टको लागि चाहिँ बहुत राम्रो हो। ए क्यान्सरलाई एकदम राम्रो अरे। निकालेर अँध्यारो रुममा, हजुर अँध्यारो रुममा राख्नुपर्छ। यो त्यसको लागि यो कालो प्लास्टिकहरू लगाएर बारेको चाहिँ यो अगाडिमै बारेर कालो बनाएर राखेर यो 3-4 दिन बादमा चाहिँ पुरा पुरा यो त अब एउटा दुईटा मात्रै फलेको छ नि, यो पुरा मसरुमै मसरुम छिट्टो फल्छ, निस्किन्छ है भनेपछि। निस्किहाल्छ। यो चाहिँ अब जस्तो अर्डर भयो नि त्यस्तै रेडी गर्नु सकिन्छ। डुबाउनु पर्यो। अब मलाई यति केजी मसरुम चाहियो भनेर कसैले अर्डर गरे नै हुन्छ भने त्यहाँदेखि आएर घरमा आयो, डुबायो, फलायो, दियो। त्यो त्यो अर्को त्यो कन्ने च्याउ छुनुहुन्छ यसलाई? छुँदा हुन्छ, केही हुँदैन। अब मोटा पो हुँदो रहेछ नि यो, के अरे के भन्छ, बन रोटी कि के जस्तो यहाँनिर पनि रहेछ। लु हेर्नुहोस् है साथीहरू, यो चाहिँ एकदमै महँगो है मसरुम रहेछ यो। र यो मसरुमलाई चाहिँ कसरी भने अब जतिखेर मान्छेलाई चाहिन्छ त्योभन्दा हप्ता दिन अगाडिबाट चाहिँ रेडी गर्न सकिँदो रहेछ। यो रुखको जुन चाहिँ हाँगा, यो जुनै पनि रुखमा हुन्छ दाजु? जुनै पनि हुँदैन, कटुसमा हुन्छ, बुकमा हुन्छ, ओखर, पैँयु, उत्तिस र माउवा, यतिमा मात्रै हुन्छ, अरू कुनै रुखमा फल्दैन। त्यो यसरी छेद गरेर चाहिँ यहाँ चाहिँ एकदम त्यो उसको च्याउको अब सिड चाहिँ यहाँ लगाएको हुँदो रहेछ। त्यहाँदेखिको चाहिँ खाने बेलामा जरुरत पऱ्यो भने चाहिँ हप्ता दिन अगाडि पानीमा डुबायो, अँध्यारोमा राखेपछि पुटुङटुङ निस्किँदो रहेछ। यो चाहिँ एकदमै किम्ती रहेछ साथीहरू, हेर्नुहोस् है। क्यान्सर पेसेन्टको लागि चाहिँ बहुत राम्रो हो। ए क्यान्सरलाई एकदम राम्रो अरे। त्यही कारण 55 केजी पायो भन्दै थियो। 48 वटा डुबाउँदा 55 केजी दुईपल्ट गरेर। तर उसको चाहिँ यो लकहरू यो मेरो भन्दा ठुल्ठुलो थिएछ। भनेपछि एउटामा त्यो यो त आफूले बनाएको हिसाबले पनि भयो होला नि त होइन? यो लक चाहिँ जुन चाहिँ अलिक ठुलो छ, धेरै छेद छ, धेरै सिड लाग्छ भने त्यति नै धेरै फल्ने हो। धेरै पनि फल्छ। यो चाहिँ किन भन्दाखेरि हामी पानीमा डिप गरेर निकाल्नु, ओर्नु, थन्क्याउनु सजिलोको लागि सानो सानो रोज। हजुर ठुल्ठुलो चाहिँ अब ओजन हुन्छ। यो कटुसको रुख आफैमा पनि गरौँ चिज हो। हजुर हजुर। त्यही माथि पानीमा त्यसले पानी तान्दा ओर्दा एकदम गाह्रो हुन्छ। त्यही कारणले हामी चाहिँ अलिकति मसिनो रोज, तर मान्छेले ठुल्ठुलो पनि लाउँदछ। ठुल्ठुलोमा चाहिँ एउटैमा 2 केजी 2.5 केजीसम्म फल्छ अरे।